म्यागी फर द फर्स्ट टाइम हामीले वाइवाई खाइरहेको हो होइन कहिले काहीँ लाइभ हो लाइभ होइन यति रमाइलो थियो आउनु न मलाई चाहिँ बाबाले इन्डियाबाट लिएर आइदिनु भएको यो म्यागी चाहिँ honest review I didn't like that current much अब हेरौँ के हुन्छ टेस्टी मिठो हुँदो रहेछ कस्तो मिठो हुँदो रहेछ मिठो हुँदो रहेछ मिठो लाग्यो नि हजम हुन्छ के मिठोमा हुन्न के कस्तो मिठो हुँदो रहेछ म पनि रिकमेन्ड गर्छु तपाईहरु चल झुटा हल्का बोइल होइन के भन्छ त्यसले चिनी भन्छ के भन्छ एउटा लाम भएर हाम्रो वाइवाई कम्पेरिजनमा चाहिँ तर नो डाउट वाइवाई पनि मिठो छ एउटा वाइवाई भन्ने मिठो लाग्यो एउटा जस्तो लाग्यो मलाई त त्यस्तो केही डिफ्रेन्सै लागेन थोरै सुपमा डिफ्रेन्ट हो थोरै एउटा के देख्छ खाइरहेको टेस्ट भएर वाइवाई अलिकति हाम्रोमा उ हाल्छ कि यो गेट कान्छ के भन्छ रम्बा छ जस्तो लाग्यो गुलियो पनि हाम्रो चिनी छ रम्बा भन्दा मिठो लाग्यो वाइवाई भन्दा अजिना मोटो हाल्छ कि हाम्रो सुपमा चाहिँ हाम्रोमा चिकन भर्जन चाहिँ हल्का कस्तो गरम टाइपको लाग्छ कि मलाई चाहिँ भेज चाहिँ मिठो हुन्छ भेज चाहिँ मिठो हुन्छ भेज भन्दा चाहिँ अलिक कम मिठो छ त्यो चिकन भन्दा चाहिँ केही हुन सुनेको नि त्यस्तो चाहिँ नहुँदो रहेछ एकदम नेपालीहरूले एकदम सोमै क्यान्सल त्यो चाहिँ होइन रहेछ खाएर खाइदियो यो साइड ब्याग खै रे पकाउँछ काफले हुनुभयो कान्छी के गर्यो भनेर सोच्थेँ हामीले यसपछि भात खानै पर्छ अलरेडी भात पाकिसकेको छ इसमें नहर के हो के हुन हैन के हुन नहुनु का अहिले आउँछ राति कस्तो लाग्छ नि तँलाई भन्नु मिठो 10 मा रेट गर्न 10 मा 8 8 होला वाइवाईले 10 दिनु भने त्यसको रिफरेन्समा 8 9 8 8.5 8.5 कान्छीको 9 त्यसमाको मेरो पनि 9 नै होला भाउजूको 8 म त त्यो वाइवाईले 10 मान्ने भने चाहिँ 8 छ